यो हामीले चाहिँ हैन राति 3 बजेदेखि नै हामी हिँडेर बेस क्याम्पबाट पिकेपिकको बेस क्याम्पबाट अनि सनराइज हेर्नलाई हैन यहाँ आएको। अनि यहाँ धेरै मासमा चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ हैन, हामी पुरै टिमै आएको। अनि त्यसपछि चाहिँ तपाईँको यो सनराइज हेर्नलाई नै मान्छेहरू बेस क्याम्पमा प्रायः जसो बस्नुहुन्छ हैन। अनि यो हेरेपछि एज लाग्छ क्या प्लानेट एउटा हिवे नै हो क्या। मतलब यतिको हेर्नु न पुरा साइडमा तपाईँको यो माउन्टेन रेन्जहरू सबै छ क्या। यहाँ 8वटा 9वटा पुरै छ। यसमा निम्बुर छ, हाम्रो माउन्ट एभरेस्ट पनि छ त्यहीमा, त्यसपछि निम्बुर छ, धौलागिरी छ, के छ होइन सबै छ। अनि यस्तो नजिकबाट यसो हेर्दा ग्लेसियरहरू छ एकदम नजिकैबाट एकदम हेर्न सक्नुहुन्छ होइन। अनि चिसो त एकदम छ है। यो 4069 मिटरको हाइटमा छन् पिकेपी होइन। यो प्रत्येक सिजनमा आफैमा आफ्नो यो छुट्टै सिनारियो यसको क्रिएट हुन्छ। विन्टरमा छुट्टै हुन्छ, रेनी सिजनमा छुट्टै हुन्छ होइन। अनि त्यही भएर सबै सिजनको चाहिँ मजा लिनुपर्छ। हामीले चाहिँ यो म विन्टर पनि भ्याइसकेँ। विन्टरको यो फर्स्ट हो अहिले होइन, मतलब रेनी लगभग सक्यो। अनि त्यसको फर्स्ट सिजन हो। यसमा चाहिँ अहिले ठ्याक्कै आएको छु होइन। अनि हाम्रो यो विदेशी पर्यटकहरू पनि 2-3 जना हुनुहुन्छ र लोकल पनि हुनुहुन्छ। अनि हेर्नु न कति राम्रो छ भ्यू। ओहो।